नमस्ते। आज हामी नेपालको आधुनिक राजनीतिक इतिहास हेर्दैछौँ। अलिकति लामो तर एकदमै महत्त्वपूर्ण समय होइन, 1768 देखि 1999 सम्म। हो, यो निकै उतार चढावपूर्ण अवधि हो। हामीसँग एउटा टाइमलाइन छ जसले हामीलाई त्यो बेलाका मुख्य घटनाहरू, शासन परिवर्तनहरू बुझ्न मद्दत गर्छ। हाम्रो उद्देश्य चाहिँ घटनाक्रमको सूची मात्रै बनाउने होइन नि, बरु त्यो एकीकरणदेखि लिएर राणा शासन अनि प्रजातन्त्रको प्रयास, पञ्चायत, फेरि बहुदल अनि त्यो द्वन्द्वको सुरुवातसम्म कसरी शक्ति सङ्घर्ष चल्यो, कस्ता परिवर्तनहरू आए, त्यो प्रवृत्ति बुझ्ने हो। हो नि, यो यात्रा हेर्दा त कस्तो लाग्छ भने नेपालको इतिहास भनेकै एकातिर निरङ्कुशता अनि अर्कोतिर प्रजातन्त्रको लागि सङ्घर्ष जस्तो। एकदम। कथा सुरु हुन्छ 1768बाट। पृथ्वीनारायण शाहले काठमाडौँ जित्नुभयो, आधुनिक नेपालको जग बस्यो। तर जग बसे पनि त्यो शक्ति सङ्घर्ष त रोकिएन, होइन? रोकिएन। पछि 1886मा जङ्गबहादुर राणाले कोतपर्म गरे अनि शक्ति आफ्नो हातमा लिए। हो, त्यहाँबाट सुरु भयो 104 वर्ष लामो राणा शासन। पारिवारिक शासन थियो त्यो, है? हो, एकदमै निरङ्कुश। उनीहरूले नेपाललाई बाहिरबाट अलि अलग राखे अनि शिक्षा, राजनैतिक चेतना जस्ता कुरा दबाएर राखे। तर जति दबाए पनि विरोध त सुरु भइहाल्छ नि। हाम्रो स्रोतले पनि देखाउँछ 1930को दशकतिरै विरोधका स्वरहरू सुनिन थालेका थिए। हो, जस्तो 1936मा त्यो प्रजा परिषद भूमिगत समूह थियो, तर राणा शासन विरुद्ध पहिलो सङ्गठित चुनौती थियो त्यो। अनि पछि भारतमा 1946मा नेपाली राष्ट्रिय कङ्ग्रेस खुल्यो, जसले प्रजातान्त्रिक आन्दोलनलाई अझै बल दियो। सही। 1947को विराटनगर जुट मिल हडताल, त्यसपछिका अरू आन्दोलनहरू, यिनैले 1950-51को क्रान्तिको लागि बाटो बनाए। त्यो क्रान्ति कसरी भयो अलिकति भन्नुस् न। अब नेपाली कङ्ग्रेसले सशस्त्र सङ्घर्ष नै सुरु गर्यो अनि राजा त्रिभुवनले पनि राणाहरूको साथ छोडेर भारत जानुभयो। ए, राजाले नै साथ छोडेपछि त? हो, अनि तराईतिर मुक्ति सेनाले ठाउँ ठाउँमा नियन्त्रण लियो। चौतर्फी दबाव पर्यो, भारतले पनि मध्यस्थता गर्यो। अनि 1951मा राणा शासन औपचारिक रूपमा सकियो। हो, सकियो। राजा त्रिभुवन फर्कनुभयो। राणा र कङ्ग्रेसको संयुक्त अन्तरिम सरकार बन्यो। यो ठूलो परिवर्तन थियो। त्यो पारिवारिक शासनबाट निस्केर आधुनिक राज्यतिर जाने बहस सुरु भयो। तर त्यो सरकार कतिको सफल भयो त? अनुभव त थिएन होला नि। त्यही त, संस्थागत अनुभवको कमीले गर्दा त्यो अभ्यास अलि कमजोर नै भयो। अनि आयो 1959को पहिलो आम निर्वाचन। यसले त पक्कै ठूलो आशा जगायो होला। एकदम। नेपाली कङ्ग्रेसले 2/3 बहुमत नै ल्यायो। बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। तर त्यो प्रजातान्त्रिक अभ्यास पनि धेरै टिकेन, होइन त? किन होला? टिकेन। डिसेम्बर 1960मा राजा महेन्द्रले सेना लगाएर त्यो निर्वाचित सरकार र संसद नै भङ्ग गरिदिए। दलहरूमाथि प्रतिबन्ध लाग्यो। ए, किन त्यस्तो गर्नुभएको? खै, स्रोतहरूले त राजा महेन्द्रको आफ्नै राजनीतिक महत्वाकांक्षा र दलहरूप्रति अविश्वास नै मुख्य कारण देखाउँछन्। अनि त्यसपछि के भयो? 1962मा नयाँ संविधान आयो अनि निर्दलीय पञ्चायत व्यवस्था लागू भयो। दलहरू थिएनन्, सबै शक्ति राजामा केन्द्रित थियो। मतलब फेरि निरङ्कुशतातिरै गयो। हो, त्यस्तै भयो। राष्ट्रिय पञ्चायत, गाउँफर्क राष्ट्रिय अभियान जस्ता कुराले त्यसलाई वैधानिकता दिने कोसिस गरियो। यो पञ्चायत चाहिँ कति टिकियो त? करिब 30 वर्ष। 1972मा राजा महेन्द्र बितेपछि छोरा वीरेन्द्र राजा भए। उहाँले अलि सुधार गर्ने प्रयास गर्नुभयो अनि 1980मा जनमत सङ्ग्रह भयो। ए, त्यो सुधारिएको पञ्चायत कि बहुदल भन्ने? हो, त्यही। नतिजा त 55% पञ्चायतकै पक्षमा आयो। तर असन्तुष्टि रोकिएन। भित्रभित्रै बढ्दै गयो होला। हो नि। 80को दशकमा आर्थिक समस्या, भ्रष्टाचार, दमन झन बढ्यो। अनि 1990को अन्त्यतिर कङ्ग्रेस र कम्युनिस्टहरू मिलेर आन्दोलन सुरु गरे। ए, त्यो संयुक्त वाम मोर्चासँग मिलेर? हो, 1990को सुरुमा त त्यो आन्दोलनले एकदमै ठूलो रूप लियो, जसलाई जनआन्दोलन भनिन्छ। अनि राजा झुक्नुभयो। अन्ततः राजा वीरेन्द्र झुक्नै पर्यो, पञ्चायत व्यवस्था भङ्ग भयो,
अप्रिल 1990मा फेरि बहुदल आयो। नोभेम्बरमा नयाँ संविधान बन्यो, संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र सहित। वाह, 30 वर्षपछि फेरि बहुदल। 1991मा चुनाव भयो होला फेरि? भयो। फेरि नेपाली कङ्ग्रेसले बहुमत ल्यायो, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो। तर स्रोत हेर्दा त त्यसपछिको दशक पनि स्थिर देखिएन नि। फेरि उस्तै अस्थिरता किन होला? हो, 1990को दशक फेरि राजनीतिक प्रयोग र अस्थिरताकै दशक बन्यो। सरकारहरू छिटो छिटो फरिए। 1994मा त मध्यावधि चुनाव पनि भयो, होइन? भयो, कसैको बहुमत आएन, अनि पहिलो पटक एमालेको अल्पमतको सरकार बन्यो मनमोहन अधिकारीको नेतृत्वमा। ए, कम्युनिस्ट सरकार हो। त्यसपछि फेरि कङ्ग्रेस, राप्रपा विभिन्न गठबन्धन बने, भत्किए। वैचारिक मतभेद, सत्ता सङ्घर्ष, गठबन्धन संस्कृति कमजोर हुनु यिनै कारण थिए। अनि यही अस्थिरताकै बीचमा एमाले फुट्यो पनि है 1998मा, माले भनेर। हो, फुट्यो। यसले गर्दा जनतामा पनि एक किसिमको निराशा जस्तो आयो। र यही निराशा अस्थिरताको बेला अर्को ठूलो घटना भयो। 1996 फेब्रुअरीमा माओवादीले जनयुद्ध सुरु गरे। एकदम। यो घटनाले नेपालको राजनीति र समाजमा धेरै ठूलो लामो असर पार्यो। उनीहरूको लक्ष्य त सशस्त्र सङ्घर्षबाट राजतन्त्र हटाएर जनगणतन्त्र ल्याउने थियो। उनीहरूले कहाँबाट समर्थन पाए त? विशेष गरी ग्रामीण क्षेत्रमा राजनीतिक अस्थिरता, गरिबी, विभेदबाट असन्तुष्ट भएका मानिसहरूलाई आकर्षित गरे। अनि 1989सम्म आइपुग्दा स्थिति कस्तो थियो? 1989मा तेस्रो आम निर्वाचन भयो। फेरि कङ्ग्रेसकै बहुमत आयो, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो। तर माओवादी द्वन्द्व देशैभरि फैलिसकेको थियो। शान्ति सुरक्षा नै मुख्य चुनौती बन्यो। त्यसो भए 1768को एकीकरणबाट सुरु भएर 1999सम्म आइपुग्दा कति धेरै परिवर्तन। एकीकरण, राणा शासन, छोटो प्रजातन्त्र, 30 वर्षे पञ्चायत, फेरि बहुदल अनि लगत्तै द्वन्द्व। यो त लगातार उथलपुथल नै रहेछ। हो, निरन्तर परिवर्तन र सङ्घर्ष। तर हरेक चरणले, चाहे त्यो शासन प्रणाली होस्, शक्ति सङ्घर्ष होस् या नागरिक अधिकारका आन्दोलन, आजको नेपालको जग बसाल्न भूमिका खेलेको छ। सफलता असफलता दुवै महत्त्वपूर्ण छन्। यो सबै इतिहास हेर्दा एउटा प्रश्न मनमा आउँछ। यो लगभग 250 वर्षको निरन्तर राजनीतिक उथलपुथल, प्रणाली परिवर्तन, अस्थिरता, यसलाई हेर्दा त्यस्ता कुन चाहिँ आधारभूत र स्थायी कुराहरू होलान्, चाहे त्यो समाजको बनोट होस्, भूराजनीति होस् वा नेतृत्वको चरित्र, जसले 1990 पछि पनि नेपालको राजनीतिक यात्रालाई निरन्तर प्रभाव पारिरहेका छन्। निकै गहिरो प्रश्न हो। यसमा सोच्न सकिन्छ। हो, यही प्रश्नमा विचार गर्दै आजलाई हामी यही बिट मारौँ है त। धन्यवाद। धन्यवाद।